के पार्टीका कार्यालयहरूमा नक्कली तथाकथित पीडितहरूलाई बोलाएर पार्टी कार्यालयमा तथाकथित जाहेरीहरू लेखेर मेरा विरुद्धमा विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइराखेका छन्। कुन पार्टी कार्यालयमा लेखिएको छ त्यो मलाई जानकारी भइसकेको छ। यस्ता कृत्य जालसाज र अमर्यादित काम गरेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने काममा नलाग्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु। तपाईका पार्टी कार्यालय कृत्य जालसाजीपूर्ण पीडितहरू तयार गर्ने पार्टी कार्यालय बन्दैछन्। यसमा तपाईहरू सचेत हुनुहोस्, किनभने तपाईहरू सम्भावना बोकेको हुनुहुन्छ र यस्ता अपमानजनक कार्यहरू, यस्ता कृत्य जालसाज गरेर तथाकथित कृत्य जालसाजीपूर्ण ढङ्गले नक्कली पीडित खडा गर्ने मानिसहरूको पत्ता लगाएर कारवाही गरिरहेछ। म यो पनि निवेदन गर्न चाहन्छु। प्रमाण बिना चरित्र हत्या गर्नु यो संसदको मर्यादा विपरीत हो, लोकतन्त्रको अपमान हो। यो मेरो कुनै व्यक्ति वा कसैप्रति आरोप होइन, मात्र जुन अफवाह फैलाएर मेरो कार्यकालमा अत्यधिक भिजिट भिसामा गएको भन्ने भाष्य सिर्जना गरिएको छ, त्यसको विरोध हो। भिजिट भिसा कुनै मन्त्रीले घटाउने वा बढाउने होइन, म यो आग्रह गर्न चाहन्छु। यो मैले म मन्त्री भएपछि मात्रै भिजिट भिसाको प्रणाली प्रारम्भ भएको हो भन्ने ढङ्गले जुन नियोजित ढङ्गले षड्यन्त्रमूलक ढङ्गले प्रचारित गरिँदैछ त्यसो होइन। भिजिट भिसाको प्रणाली हाम्रो देशमा वर्षौंदेखि लागू थियो र अहिले पनि निरन्तर रहेको छ। मैले गृह मन्त्रालयको नेतृत्व गरेपछि भिजिट भिसामा जाने संख्या बढ्यो भन्ने विषय सर्वदा गलत हो। तथ्याङ्क नै हेर्दा पनि सो विषय प्रष्ट हुन्छ। मैले नेतृत्व गरेको हालसम्मको अवधिमा प्रतिदिन भिजिट भिसामा बाहिरको शंकाको तुलना गर्दा अन्य मन्त्रीज्यूको पालामा यस्तै र योभन्दा बढी नै रहेको तथ्याङ्कले देखाएको छ। मेरा विरुद्धमा नियोजित ढङ्गले षड्यन्त्रमूलक ढङ्गले राजनीतिक रूपले आक्रमण गर्ने प्रयत्न भएको छ, जसको म यो सम्मानित सदनबाट खेद व्यक्त गर्न चाहन्छु र म साथीहरूलाई आग्रह गर्न चाहन्छु। संविधानबाट अधिकार प्राप्त गरेको एउटा संवैधानिक निकायले भ्रष्टाचारका बारेमा छानबिन गरिराखेको अवस्थालाई यदि माननीय कुनै पनि अन्य मन्त्रीजीसँग जोड्ने हो अथवा सरकारसँग जोड्ने हो र सरकारले त्यसको जवाब दिने हो भने हिजोका दिनमा कतिपय माननीय मन्त्रीजीहरू पदासीन हुँदा मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूमा भएका भ्रष्टाचारजन्य कारबाहीका बारेमा कति मन्त्रीजीहरूले जवाब दिनु भएको थियो। त्यसको जवाब दिने नैतिक ताकत साथीहरूलाई छ। म यो आग्रह गर्न चाहन्छु। मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि कार्य गर्ने संवैधानिक भूमिका प्राप्त गरे